यो 1 केजीको फायर एक्सटिङ्ग्विसर हो अनि एबिसी टाइपको भनिन्छ यसलाई एबिसी टाइपको। यो खासमा चाहिँ एबिसी र ई टाइपको पनि हो। ए भनेको जिजर्ले र खरानी भन्छ त्यस्तो आगोलाई भनिन्छ। बी भनेको चाहिँ बोतलमा कन्टेन गर्ने डिजल पेट्रोल मट्टितेलहरूमा लाग्ने आगोलाई बी टाइपको आगो भनिन्छ। अनि सी भनेको कुकिङ ग्यासमा लाग्ने आगो त्यसलाई भनिन्छ। अनि अर्को ई इलेक्ट्रिकल्ली स्टार्टेड फायर हो त्यस्तोमा लाग्ने आगोलाई पनि निभाउने। यो चाहिँ मल्टिपर्पज हो। यो भित्र मोनो एमोनियम फोस्फेट भन्ने एमएपी हो त्यस्तो पाउडर राखिएको हुन्छ र नाइट्रोजन ग्यास राखिएको हुन्छ। अनि यसलाई चलाउने तरिका नि सजिलो छ। पास PASS पुल द पिन यो पिन छ नि यो सेफ्टी पिनलाई यसलाई तान्ने अनि त्यसपछि यो प्लास्टिक जुन लेखेको छ यो पनि निकालिदिने होइन यसले सेफ्टीकै काम गरिरहेको हुन्छ। अनि त्यसपछि पिन पनि निस्क्यो यो पनि निस्क्यो। अब यसले टार्गेट गर्ने जुन ठाउँमा चाहिँ आगो लागेको छ त्यसलाई सिधा बनाउने अनि यसलाई यसलाई चाहिँ ह्यान्डललाई मजासँग थिच्दिने। थिच्देपछि यसबाट पाउडर र ग्यास निस्किन्छ। अनि यसलाई हामीले रिफिल पनि गर्नु मिल्छ पछि। यो 1 किलोको रिफिल गर्ने बेला अहिले हजुरले जति किन्नुहुन्छ त्यसको 40% जति प्राइसमा 40% जति खर्च गर्दाखेरि फेरि रिफिल गर्न मिल्छ। धन्यवाद।